यहाँहरु सम्पूर्णमा नमस्कार। यो काठमाडौँ टोखा नगरपालिका अन्तर्गत टोखा भुतखेल पार्क हो। यो बिहानीको समय छ। यहाँनिर चाहिँ मानिसहरू विभिन्न बिहानमा एक्सर्साइज गर्नको लागि मर्निङ वाक गर्नको लागि चाहिँ आउने गर्दछन् र दिउँसोको टाइममा यहाँ भिडियो बनाउने, टिकटक बनाउने देखि लिएर विभिन्न सुटिङहरुको कार्यक्रमहरु पनि हुन्छ। यो एकदम रमणीय स्थल छ। यहाँहरु यो ठाउँमा चाहिँ आउन सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ। आएर यो ठाउँको अवलोकन गर्न सक्नुहुन्छ। एकदमै राम्रो स्थल रहेको छ, रमणीय स्थल। आउन सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। विभिन्न व्यक्तिहरू यहाँ एक्सर्साइज गरिरहेको बिहानीको समय छ। यहाँ एउटा मन्दिर पनि छ जो चाहिँ जीर्णोद्धार हुँदैछ, यसको नयाँ रूपमा हुँदैछ। यहाँहरूले यसरी चाहिँ यो ठाउँमा यो पार्क भुतखेल पार्क भन्छ यसलाई। यहाँ पिकनिक खानी पनि हुन्छ र नर्मल टाइममा अहिले चाडबाड भएर हो, नर्मल टाइममा मान्छेहरू चाहिँ आउने सुटिङहरुको देखि लिएर यसो बस्न शीतल ठाउँ, आराम ठाउँ, शान्त ठाउँ भनेर पनि आउने गरेको देखिन्छ। यहाँहरूले पनि आउन सक्नुहुन्छ र यसको वास्तविक दृश्यावलोकन गर्न सक्नुहुन्छ। हवस् त। र दिउँसोको बिहानको टाइममा यहाँ टिकट लाग्दैन र दिउँसोको टाइममा चाहिँ अब यो 30 रुपैयाँ भन्दा माथि लगभग 30 जस्तो लाग्छ मलाई, ठ्याक्कै त्यति चाहिँ टिकट लाग्छ। र यहाँको मनोरञ्जन लिन सक्नुहुन्छ यहाँ आएर, यहाँ आउने मौका परेको बेलामा। अहिलेलाई यति नै। हवस् त, धन्यवाद।